ल हेर्नुहोस् बत्ती गएको यहाँ 2 घन्टा जस्तो लागिरहेछ। खाना खाने बेला पनि भएन। अरू ठाउँमा बत्ती बलिरहेछ, पर बत्ती बलिरहेछ, अलिअलि देखिरहेछ। पर त्यो हेरौँ न यो चक्रवात घेराभित्र, तर यहाँ माथि चाहिँ छैन बत्ती। यो पहिला जनतालाई सुशासन, विकास, जनताको आधारभूत कुराहरू पुरा गर्ने भनेर बाचा गरेर चुनाव लडेर 2 तिहाको सरकार आयो। तर खोइ त यहाँ बत्ती गएको 2 घन्टा भइसक्यो। पहिला सरकारले प्रचण्ड सरकार हुँदाखेरि कुलमान घिसिङलाई ल्याउँदाखेरि त्यति बेला कुलमान घिसिङले 18 घन्टाको रेजोल्युसनलाई बिस्तारै हटाएर झन्डै नेपालको उज्यालो नेपाललाई साकार पार्नु भएको थियो। जब काठमाडौँको हुन्छ नि अब चुनाव लड्ने बेलामा राजु पाण्डेसँग कुलमान घिसिङ हार्यो। काम गर्ने मान्छेलाई जनताले चिन्न सक्दैन, तर पनि त्यो जुन गुन्डा शैलीमा हरेदार तरिकाले जुन काठमाडौँको फुटपाथ हटाउनु पनि पर्छ, तर व्यवस्थित नभएसम्म त्यो हटाउनु हुँदैन। तर जुन तरिकाले त्यो हटायो, त्यस्तो मान्छेलाई चाहिँ जिताएर कुलमान हराएर अहिले यो हालत भइरहेछ। हुनेले अब हुनेले अब सोलरबाट बत्ती बाल्छ, तर नहुनेले चाहिँ यसरी हँदारमा बसेर बस्नु परेको चाहिँ सब